दाइ फेरि एकचोटि दिनु पर्यो सुरु गर्नु सुरु हामी अहिले कहाँ छौँ दाइ जाडोले बनाएको छ रिपोर्टिङ गर्न कस्तो लाभ रिपोर्टिङ गर्नुपर्ने अवस्था छ सहितको रिपोर्टिङ गरिएको अनुभव र कस्तो लाभ अनुभव छ त्यो निरन्तर भारी वर्षाको बावजुद पनि यस मुख्य राजमार्गको रूपमा रहेको यो पृथ्वी राजमार्ग अन्तर्गतको यो चेकपोस्टमा अहिले हामी रहेको छौँ। यहाँ चाहिँ सुरक्षाकर्मीहरूलाई पनि हम्मे परेको अवस्था छ यो उहाँहरूलाई पनि शिक्षा दिनलाई। अब अर्को हाम्रो पनि खाता दुईचोटि उडाइसकेको अवस्था छ, निकै गाह्रो छ। अब के गर्ने, जनतालाई सूचित गर्ने एउटा जनताको अधिकारलाई अगाडि बढाउनलाई हामी यहाँ लागिपरिरहेका छौँ। अब यति भन्नु योभन्दा धेरै नबोलौँ, गाह्रो। रात र खटिने सुरक्षाकर्मीहरूलाई के भन्न चाहनु? अब उहाँलाई हेर्दाखेरि र हामीलाई हेर्दाखेरि अब हाम्रो पनि कुरा गरौँ होइन, एकदमै गाह्रो छ। उहाँहरूलाई पनि सम्झाउनु पर्ने अवस्था छ, बुझाउनु पर्ने अवस्था छ र आफ्नो ज्यानलाई पनि सुरक्षा दिने अवस्था छ। अब जुनसुकै अवस्थामा प्राकृतिक विपत्ति भए पनि उहाँहरू खटिनुपर्ने अवस्था छ। यहाँको इन्चार्जका वृत्तका इन्चार्ज एलिजा गिरी स्वयं आफै आउनु भएको छ, डिएसपी साहब आफै आएर अगाडि खटिनु भएको छ। हामीले उहाँसँग पनि हेरौँ, कोसिस गरौँ केही कुरा हुन्छ कि। अब हामी पनि उहाँलाई सहयोग गर्ने पक्षमा त छैनौँ, सहयोग गर्ने यो नेपाल प्रहरीले गरेको कामलाई निकै सराहनीय रूपमा हामी लिन सक्छौँ। यो मुटु काम्ने जाडो चाहिँ हामीले व्यापक भएको छ। अहिले यति पनि योभन्दा धेरै नबोलौँ। धन्यवाद।